1 घण्टा 40 मिनटको फिल्म पहाड देशभक्ति फिल्म हो। फिल्मभित्र यति धेरै सिन छन् कि दर्शकको सिधै मनमा छुन्छ, आँखा रसाउँछ, सोच्न बाध्य बनाउँछ। हलभित्र बसुन्जेलसम्म फिल्म बोरिङ भने छैन। विपिन कार्कीले शरीर फिट बनाउनेदेखि इन्डियन टोन डायलेक्टमा गरेको मेहनत, उनको प्रेजेन्सले फिल्ममा ऊर्जा थप्ने काम गरेको छ। महापुरुषबाट डेब्यू गरेका अरुण, आई एम टेलिङ यु दिस यङ ट्यालेन्टेड म्यान निड टु गेट मोर मुभिज। अरुण इज फुल अन हिरो मटेरियल। उता पञ्चमीको आवाज डिटो लाइक हर मदर भारती घिमिरे। I am still surprised. She is born and brought up in Nepal, but she has Indian accent. Otherwise, क्यारेक्टरमा चुर्लुमै डुबेर अभिनय गर्ने क्षमता छ उनको. After all, she is born in filmy family. Shiva Shrestha and Priyanka Karki as a guest appearance. Film Pahad gets 3.5 star out of 5. नेपालमा 98% जनताहरूलाई बिजुलीको एक्सेस छ, अप टु 95%हरूलाई पानीको एक्सेस छ। फिल्म पहाडको वान लाइन स्टोरीले के भन्छ भने, जसरी हुन्छ गाउँमा बिजुली अनि पानी पुग्नु पर्यो, जुन कुरा इम्प्र्याक्टिकल या भनौँ रियल लाग्दैन। ह्याभिङ सेड द्याट, डिरेक्टर तुलसी घिमिरे सरले ह्युमनको इमोसन, साइकोलोजिकल फ्याक्टरसँगै देशभक्ति एङ्गललाई कति मजाले प्रेजेन्ट गर्नुभएको छ। डायलग्सहरू कस्तो मजाले लेखिएको, संसारभर नेपालीहरूको मेहनत अनि इमान्दारितालाई रिप्रेजेन्ट गर्दा कस्तो प्राउड फिल भयो। म्युजिक वाइज पनि फिल्म विक छ। बरु मोहनी लाग्लालाई गीतलाई सिधै रिमेक गरिदिएको भए फिल्मलाई प्लस पोइन्ट हुने थियो। एडिटिङ वाइज फिल्मको 5-7 मिनटको सिनलाई काट्नु मिल्थ्यो। फिल्म पहाड इज फुल्ली इन्टरटेनिङ मुभी। ह्युमनको इमोसनलाई कस्तो मजाले प्रेजेन्ट गरिएको। इट्स वान टाइम वाच